हेलो गाइज कैसे हो सब होइन हाम्रो रात चाहिँ परिसकेको छ तर यो क्यामेराले चाहिँ उज्यालै देखाइदिँदो रहेछ कि होइन ठिक छ नि होइन भ्लग त एकदम राम्रो छ होइन तपाईँहरूलाई कस्तो लाग्छ फन्नी कमेन्ट गर्नु होला र यहाँबाट चाहिँ अहिले चाहिँ बादलले गर्दा देखिएन नत्र तपाईँहरूलाई म हिमालहरू देखाइदिन्थेँ होइन बादलले देखिएको छैन र उतो परको चाहिँ देखिरहनु भएको छ नि परको यो चाहिँ कालापानी गेस्ट हाउस हो होइन अनि यो स्कुलको नाम चाहिँ के हो रे दाइ यो स्कुलको नाम श्री ज्ञानदेव महावी लेते रहेछ होइन यो चाहिँ तर फाइनली गाइज होइन म चाहिँ आज लेतेमा छु होइन मैले काम गर्ने होटल चाहिँ यो हो यो चाहिँ मेरो काम गर्ने यसले के विषय पढाउँछ यसले अनुशासन के अरे अनुशासनमा बस चकचक गर्न पाउँदैनस् भनेर सुपरस्टार नेपाली नाई दयाङ राईले जी बोल्नुभएको डाइलेक्ट चाहिँ ऊ त्यो स्कुलमा देख्न सक्नुहुन्छ तपाईँहरू यो स्कुलमा चाहिँ कबड्डी 4 मतलब कबड्डी 4 फिल्म निस्केको रहेछ यसमा चाहिँ होइन तर गाडी चाहिँ हल्का हल्का चलिरहेको छ होइन अलिअलि हल्का हल्का छ त्यही नै आज चाहिँ हाम्रोमा चाहिँ होटलमा मान्छे नि छैन तर के हो भने अलिअलि सिजनको बेला चाहिँ मान्छे प्याकै हुन्छ तर त्यो बिसर्जनको बेला चाहिँ मान्छे त्यस्तो खासै हुन्न कि गाइज तर के भन्छु भने म तपाईँहरू एकचोटि जयखारी पनि मुस्ताङ घुम्न चाहिँ आउनुहोस् है गाइज तपाईँहरूको लागि म आउनु सक्नुहुन्छ तपाईँहरूको लागि यो म चाहिँ ब्ल्याक हर्सिङ होटल द ब्ल्याक हर्सिङ छ यहाँ आउनु सक्नुहुन्छ तपाईँहरू र यो चाहिँ यहाँ देख्न सक्नुहुन्छ उहाँ पर छ एन्जल यो चाहिँ एन्जल हो है तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ पुरै कालापानी एरियामा होटेलहरू मात्रै छ अरू खासै त केही छैन होटेल मात्रै छ हल्का हल्का टुरिस्टहरू हिँड्छ अहिले त अब अहिले चाहिँ किनभने मलामासको बेला भएर हो त्यही भएर टुरिस्टहरू हल्का हल्का हिँडिरहन्छ हाम्रो दाइबाट नि केही कुरा सुनौँ ल नमस्ते मेरो नाम राजकुमार अनि यो ब्लग चाहिँ मेरो मोबाइलबाट भाइले चाहिँ बनाएको यो च्यानल चाहिँ मेरो युट्युब च्यानल हो अनि भाइले चाहिँ म बनाउँछु भनिरहेको थिएँ त्यही भएर उसलाई बनाउनु दिएको यो सर्ट ब्लग सो आज सबै कुरा चाहिँ भाइले भनिसक्यो त्यही हो हामी चाहिँ दुईजना स्टाफ हो यो होटेलको अनि होटेलको नाम भनिदियो न के होटेलको नाम मैले भनिसकेँ है तपाईँ कति वर्ष पुग्नुभयो ल त्यो पनि भनिदिनुहोस् म अहिले 24 भयो हजुर ल यो च्यानललाई चाहिँ तपाईँहरूले लाइक सब्सक्राइब र सेयर नि गरिदिनु होला गाइज होइन यो च्यानल चाहिँ दाइको च्यानल हो तर मेरो च्यानल चाहिँ सुशान्तु खत्री छ है त्यसमा चाहिँ मेरो पनि हेरिदिनु होला मैले पनि भ्लगहरू बनाएर हालिरहेको हुन्छु यो चाहिँ दाइको च्यानल हो होइन गाइज तर अहिले चाहिँ कस्तो भने हिमाल त देखिन्छ हल्का हल्का त्यही पनि बादलले गर्दाखेरि खासै राम्रो देखियो होइन यो स्कुलको होइन दाइ स्कुलको नाम चाहिँ के हो यो स्कुलको नाम तपाईँ यो स्कुलमा तपाईँ यो चाहिँ स्कुल होइन यो चाहिँ लज हो पाइन फरेस्ट लज एन्ड रेस्टुरेन्ट यो चाहिँ एउटा अगाडि स्कुल छ टेक्निकल स्कुल त्यसमा चाहिँ कुलिनरी आर्ट्स अनि डिप्लोमा इन होटल म्यानेजमेन्ट पढाउँछ त्यसको चाहिँ ट्रेनिङ गर्ने एउटा लज हो त्यसमा चाहिँ ट्रेनिङ गर्ने हो सर्भिसको ट्रेनिङ गर्ने अनि कुकिङहरूको ट्रेनिङ गर्ने एउटा सर्ट ट्रेनिङ भनौँ न ट्रेनिङको लागि मात्र यो लज चाहिँ धेरै पुरानो हो हामीले नि ट्रेनिङ गरेको अहिले चाहिँ नयाँ नयाँ भाइ तपाईँले चाहिँ ट्रेनिङ केमा गर्नुभयो मैले चाहिँ ट्रेनिङ सर्भिसमा गरेको हो त्यसपछि यसमा चाहिँ हल्का सर्ट ट्रेनिङ मात्रै ड्युटी हुन्छ बेलुका स्टुडेन्टहरूको अनि यहाँ आएर ट्रेनिङ गरियो सो त्यहाँ चाहिँ लाग्छ मलाई गेस्ट छैन जस्तो छ गेस्ट हुँदाखेरि चाहिँ गर्नुपर्छ त्यही हो मतलब गेस्ट हुँदाखेरि चाहिँ यहाँ आएर मान्छेहरूलाई खाना पकाएर खुवाउनु पऱ्यो कुकहरूले तपाईँले होटेल केमा गर्नु आर्ट्स हाम्रोमा पनि कुकिङको हुन्छ तर आफ्नो रोजाइ हुन्छ आफ्नो चोइस हुन्छ मेरो चाहिँ त्यस्तो कुकिङमा चाहिँ चोइस थिएन मेरो चाहिँ सर्भिसमा थियो त्यही भएर म चाहिँ एज अ वेटरमा गर्थेँ अनि अरू कुकिङको चाहिँ कुलिनरी आर्ट्सको चाहिँ 18 महिनाको पढाइ हुन्छ उनीहरू चाहिँ आएर पकाउने अनि हामी चाहिँ सर्भिस दिने हो त्यही हो त ठिक छ त्यसो भए मैले पनि किचन कुकमा किचन हेल्परमा काम गर्न सिकेको हो गाइज होइन तर मैले हल्का हल्का त म सबै हल्का हल्का बनाउन सक्छु त्यस्तो टन्ने त बनाउन सक्दैन गाइज होइन त्यही पनि यहाँ गाडीहरू टन्नै हिँडिरहेको हुन्छ यो फेरि कहाँबाट आइपुग्यो यहाँ त्यो गाडी होइन अब त्यस्तो हो म चाहिँ मेरो घर चाहिँ पूर्व खोटाङै पऱ्यो होइन म चाहिँ यहाँ चाहिँ अहिले कहाँ हो मुक्तिनाथ चाहिँ बसिरहेको छु मेरो घर चाहिँ खोटाङ हलेसी
वडा नम्बर 11 राजापानी हो मेरो चाहिँ। र त्यहाँनिरबाट दिक्तेल मजुवा गढी नगरपालिका मजुवा मन्दिर र हलेसी महादेव मन्दिर पनि छ। म त्यो तपाईँहरूलाई पनि यो मेरो च्यानलबाट देखाउँछु। मेरो च्यानलमा पनि लाइक सब्सक्राइब गरिदिनु होला गाइस। र दाइकोमा चाहिँ लाइक सब्सक्राइब र कमेन्ट नि गरिदिनु होला। र अब फाइनल्ली गाइस आजको भिडियो यहीँ अन्त्य गर्छु। लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। ओके गाइस।